भर्खर हामी नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। हजुर, हामी अवतारीहरू फेरि अवतार देखाउन सोध्नु चाहनु त पाइलट काका दाइ हुन्छ सिद्धान्त दाइ वेलकम है वेलकम। हो भ्लगर मेरो भाइ फेरि ब्याक हो प्याराडोर फेरि सुरु भयो। सुरु भइसक्यो दाइ। ठिक छ मिड अफ ल भाइ साहब ड्युटी गर्नु साउजी छ यहाँ। काका ल आज रुपेश दाइको छेउमा यो हुने होला। कति सौभाग्य। कति घन्टा हामी सँगै अब 48 घन्टा। 48 घन्टा। लाग्यो कतार 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 कस्तो भइरहेछ चाक दुख्यो हालत खराब छ। चाक दुख्यो अरे 4 घन्टामा चाक दुखिरहेको छ। 13 घन्टा कसरी जाने होला हौ। के हो रे फेरि भन्नु त कति दिन साइन इन गर्नुपर्ने हो म्याच दिक्कै लागिसक्यो कनेक्ट भयो नि गल्लीमा गयो भने साइन इन गर्नुपर्छ। सिद्धान्तलाई बनायो। काका कस्तो हुँदैछ हल्का दाइ जाउँ त्यो ढोका लाउँ न। कति नम्बर 10? 10 तपाईँहरूको 10 रहेछ दाइ। बोर्डिङ छ 11 के डिस्टर्ब गर्ने भिडियो भइरहेछ है। ल है ल गाइस यहाँ हेर्नुहोस् हाम्रो गाइजहरूले आज एकदम भोक लाग्यो होइन एकजना ल्याम्प जयपुरी चिकन भनेर खोइ त को हो गरेको छ उहाँहरूलाई एकछिन फोटो खिचिसकेँ मैले। खिचिसक्यो अहिले ल्याम्पको हड्डी के हो जयपुर ल्याम्प दुइटै ल्याम्प हो होइन ए जयपुरी चिकन यो हो जयपुरी चिकन बस्ने ठाउँ चाहिँ खोज्दैन गाडी। यो रे त्यो लिएर जानुपर्छ त्यहाँ। एकछिन पहिला तिर्नुपर्छ। दुईवटा ल्याम्प एउटा यसले भनिदिएर गयो ल्याउने ल्यायो खानु आफैले हाल्यो एकछिन राख्नु लिएर जानु कहिले भयो दाइ सुत्नुभयो मजाले दाइ।
फेरि नेक्स्ट फ्लाइट होइन खै त हाम्रो केटाहरू उठिसक्यो खै त कहाँ फ्लाइटमा टेन्सन हुन्छ भनेर टोयलेट दिनलाई अब यसो कफी हान पेर्नु पऱ्यो नि यार सुतिरहन्छ सबैजना त हेर ल टोइलेट गएर त्यहाँ प्याक छ त टोइलेट कति हो बिल हालत खराब हो वेलकम टु हेरी पार्क बियर पार्क दाइ हाम्रो अब कस्तो छ भने मोजाहरू थाहा सेतो मोजा लगाएर आएको भन्दै त्यसले त कालै लगाएर आएको थियो कालो नै ग्रे भन्छ ब्याग ग्रे यहाँ पनि यस्तो यो सेतो सर्ट है बाहिर कहाँ यसको पनि यो सेतो टी सर्ट हो होइन अहिले चाहिँ क्रिम कलरको भएको छ ठिक छ फाइनली पुग्यो है 12 घन्टा 7 घन्टा बुझिरहेको रातको 2 बजे पुगेर होइन राति यस्तो अब खाएर सुत्ने हो भातीले हाल्छु के त्यस्तो यार चेपाइदी भ्लगर चाहिँ त्यहाँ बाहिर दामी ठाउँ रहेछ बाहिर पनि मजाको ठाउँ रहेछ तर मौरी छ अलिकति फ्यामिलीहरू छ र त्यो नजिक जानु के छ अरे मौरी तर नजिक चाहिँ जानु भएन मौरी छ अरे साथी हो फ्यामिलीहरू छ तर नजिक जानु खै कहाँबाट हेरे बाहिर कहाँ खै भोलि हेर्नुपर्छ अब खाएन सुगर फ्री नै ओ दामी टोटिया यार सही गौतम दाई यहाँ है सजन सेतो लुगा त ग्रे भइसक्यो सेतो त ग्रे भयो कति घन्टापछि चाहिँ हामी स्टेसनमा दिन भनौँ जस दिनै 2 दिन जस्तो हामी एक दिन पछाडि नै आयौँ क्या अझ अझै एक दिन 3 दिन आएर पनि अझै एक दिन माइनस भएर आइपुग्यो होइन हामी यहाँ ल अब है बाँकी अब कुरा अब अर्को नेक्स्ट ब्लगमा होला यार